क्रिमिनल केसमा मुद्दा चलाउँदा गरिने 5 वटा गल्तीहरू। पहिलो, एफआईआर देखि सुरु हुन्छ क्रिमिनल केस। त्यो एफआईआर लेख्न लेखनदासलाई लगाउँछन्। लेखनदासले यसरी एफआईआर लेख्छ, त्यो प्रायजसो एफआईआर पुलिसले दर्ता गर्न मान्दैन, किनभने त्यहाँ भएका बेहोराहरू कानुनले दर्ता गर्न मिल्ने खालकै देखिँदैन। र यदि दर्ता भइहाल्छ भने पनि अदालतमा प्राइभेट वकिलले इजिली च्यालेन्ज गर्न सक्ने खालको हुन्छ, जसले गर्दाखेरि चाहिँ भिक्टिमको राइट राम्रोसँग प्रोटेक्ट हुँदैन। एफआईआरलाई श्रृङ्खलाबद्ध रूपमा यसरी लेख्न पर्ने हुन्छ कि त्यसको बेहोराहरू मुद्दामा अगाडि बढ्दै जाँदाखेरि त्यस अनुसारको इन्भेस्टिगेसन हुँदै जाँदाखेरि चाहिँ मुद्दालाई एउटा जग दियोस्, एउटा आधार दियोस्, एउटा बेस चाहिँ बलियो बनाओस्, त्यसरी लेख्न पर्ने हुन्छ एफआईआर। लेखनदासले राम्रोसँग लेख्दैन। एफआईआर लेख्न वकिलकोमै जानुस्, कि त एउटा राम्रो कानुनको विद्यार्थीलाई लेख्न लगाउनुस्। द्याट विल बी बेटर। दोस्रो गल्ती, एफआईआर लेख्न डराउँछन् मान्छेहरू यस कारणले कि ल अब पैसा खर्च हुने भयो, धेरै पैसा लाग्ने भयो हैन, अब प्राइभेट वकिललाई कति दिनु पैसा, कति खर्च लाग्छ भन्ने टाइपको धेरै टाइपको चाहिँ सोच दिमागमा आइरहेको हुन्छ। क्रिमिनल केस प्रहरीबाट सुरु हुने हो र सरकारी वकिलले अदालतमा गएर चलाउँछ, हाम्रो लागि मुद्दा लड्दिन्छ। हामीले दिएको एफआईआर को भरमा इन्भेस्टिगेसन हुन्छ र अभियोग दर्ता हुन्छ अनि सरकारी वकिलले मुद्दा चलाउँछ क्या। 1 रुपैयाँ पनि लाग्दैन हाम्रो। एफआईआर बाट प्रहरीबाट मुद्दा चलाउन, क्रिमिनल केस दर्ता गर्न 1 रुपैयाँ पनि लाग्दैन। त्यो चाहिँ विचार गर्नुपर्ने हुन्छ। तेस्रो गल्ती, कहिलेकाहीँ क्रिमिनल केस दर्ता गर्न मान्दैन प्रहरीले। त्यो अवस्थामा चाहिँ उनीहरूलाई थाहा हुन्छ, हामीले भनिदिन्छौँ, कानुन पढेका हुन्छन्, अपडेट हुन्छन् कि पुलिसले यो दर्ता गर्न पर्ने कुरा हो, दर्ता गर्दिदैन। अब के गर्ने त भन्दा पुलिसलाई थर्काउँछन्, यो अनुसारको दर्ता गर्न पर्ने हो, यो सेक्सन पनि भनिदिन्छन्। कानुनका विद्यार्थीहरू कतिपय अलिकति एनर्जेटिक हुन्छन्, उनीहरूले भन्छन् है यसरी दर्ता गर्न पर्ने हो, किन नगरेको, तँलाई म मुद्दा हालिदिन्छु यान त्यान भनेर पुलिसलाई थर्काउँछन्। पुलिसबाट कुनै न कुनै इस्युज निकालेर उनीहरूमाथि नै कारबाही अगाडि बढाइदिन्छ, उनीहरूलाई लगेर नै थुनिदिन्छ। पुलिसको स्पेशल पावर हुन्छ है, पुलिसको इन्टिग्रेसनमा डिस्टर्ब गर्न, इन्भेस्टिगेसनमा डिस्टर्ब गर्न, पुलिसलाई अन ड्युटी के अरे एब्युज गर्न, हातपात गर्न, धम्की दिन, यी अन्य कुराहरूले गर्दाखेरि चाहिँ पुलिसले कारबाही चलाउन पाउने हुन्छ। त्यही अनुसारको चाहिँ चलाइन्छ पनि। त्यसरी चाहिँ कहिले पनि पुलिसलाई थर्काउनु हुँदैन। गल्ती नै पुलिसको भए पनि लिगल एक्सनतिर जानुपर्छ, सिक्रेटली चुपचाप है, त्यसरी थर्काउने गर्नु हुँदैन। अर्को गल्ती, अब क्रिमिनल केसमा गर्ने अर्को गल्ती चाहिँ के हो भन्दा लोकल एरियामा एउटा नेता हुन्छन् है, परिआएको बेलामा सहयोग गर्ने, झगडाहरू मिलाइदिने, यस्ता खालका नेताहरू हुन्छन्। ती नेताहरूलाई चाहिँ सबैभन्दा पहिला कन्ट्याक्ट गरिन्छ र जेलमा बन्द भएका आफ्ना कोही रिलेटिभ्स या साथीभाइहरू जो छन् उनीहरूलाई छुटाइदिन रिक्वेस्ट गरिन्छ। उनीहरूले पैसा लिन्छन्, यति देऊ अनि म छुटाइदिन्छु भन्छन्, यति हजार या यति लाख देऊ मैले चाहिँ जेल मुक्त गरिदिन्छु भनेर भन्छन्। त्यसमा नफस्नुहोस्, किनभने यदि कुनै व्यक्तिले एफआईआर दिएर दर्ता भइसकेको कुनै क्रिमिनल केस रहेछ भने त्यो अब अदालतले मात्र त्यसलाई छोड्न सक्छ। कसैले छोड भनेर छोड्नेवाला छैन। छोड भनेर छोड्यो भने पनि उनीहरूमा कारबाही चल्छ, प्राइभेट वकिलले उनीहरूलाई कारबाही गर्छ। एफआईआर दर्ता भइसकेको मुद्दामा किन यसरी फितलो तरिकाले इन्भेस्टिगेसन गरेको, किन यसरी दर्ता नगरेको, या दर्ता गरेर किन यसरी समातेर छोडेको भनेर अदालतले जवाफ माग्छ पुलिसलाई। त्यही भएर प्रायजसो यो कुरा प्रहरीहरूलाई थाहा हुन्छ, प्रहरीहरूले छोड्दैनन्। पैसा चाहिँ जान्छ फेरि है, तपाईहरूले नेताजीलाई दिएको पैसा जान्छ। अर्को अन्तिम गल्ती, धरोटीमा छुटाइदिन्छु
या केस जिताइदिन्छु भनेर अदालतकै कुनै कर्मचारीहरूले न्यायाधीशसँग कन्ट्याक्ट छ मेरो भनेर पैसा मागे भने, पैसा लिए भने नदिनु होला है, नदिनु। किनभने छुटेन भने पैसा त गयो नि। तैँले मलाई छुटाइदिन्छु भनेर पैसा लिएको थिइस्, मलाई फिर्ता दे भनेर त माग्न पाउँदैनौ नि त। पाइन्छ? पाइँदैन। दिएकै इलिगली हो है, लिगली त लिएकै होइन उसले। अनि तपाईले माग्ने अधिकार कसरी रहन्छ त? त्यसरी दिने पनि नगर्नुहोस्। यी गल्तीहरू चाहिँ क्रिमिनल केस ह्यान्डल गर्दाखेरि, क्रिमिनल केसमा मुद्दा हाल्दा या क्रिमिनल केस झेल्दाखेरि विचार गर्न पर्ने हुन्छ। र अर्को, यो क्रिमिनल केस चाहिँ झेल्दै गर्दाखेरि कहिलेकाहीँ प्रहरीले तपाईको घरभित्र छिरेर तपाईको खान तलासी पनि गर्न सक्छन्, तपाईलाई समातेर पनि लिएर जान सक्छन्। यसमा दुईटा कुरा ख्याल गर्नु। पहिलो, तपाईलाई समातेर लिएर जाँदाखेरि पक्राउ पुर्जी छ कि छैन उनीहरुसँग त्यो चेक गर्नुस् है। जस्तै इमर्जेन्सी एउटा स्पेशल केसेसहरु हुन्छ, जस्तै जेलबाट भागेको, रंगे हात समातेको, तत्कालै वारदातको अवस्थामा समातेको, यस्ता केसेसहरुमा चाहिँ प्रहरीले बिना पक्राउ पुर्जी पनि समाउन सक्छ र पक्राउ पुर्जी पछि जारी गर्न सक्छ। तर ती बाहेकका अरु कसुरहरुमा घरमा गएर इन्भेस्टिगेट गर्दै समातेर लिएर आइएको छ भने पक्राउ पुर्जी दिन पर्ने हुन्छ। बिना पक्राउ पुर्जी समाउन पाउँदैन प्रहरीले। र बिना पक्राउ पुर्जी समाउन आयो भने आफ्नो डिफेन्ड गर्ने राइट पनि छ तपाईलाई है। यो अपराध संहिताले कोही राष्ट्र सेवकले बिना पक्राउ पुर्जी समाउन आउँछ भने आफ्नो प्रतिरक्षा गर्ने अधिकार पनि दिएको छ। त्यो अधिकार चाहिँ युज गर्न पाउँछौं हामीले। र अर्को, खान तलासी गर्दा हुन त प्राय जसो खान तलासी सर्च वारेन्ट लिएर मात्रै गर्न पाइन्छ, तर कहिलेकाहीँ प्रहरीलाई इमर्जेन्सी पनि गर्न पर्ने हुन्छ खान तलासी। उनीहरूले आफै इस्युज निकालेर इमर्जेन्सी खान तलासी गर्नुपर्ने हो भनेर खान तलासी गर्छन्। त्यतिखेर हामीले रोक्न पनि मिल्दैन। त्यतिखेर चाहिँ के गर्नुपर्छ भन्दाखेरि कानुनले हामीलाई अधिकार दिएको छ हाम्रो खान तलासी गर्नुभन्दा अगाडि पहिला उनीहरूको खान तलासी गर्ने है। के त हामीलाई फसाउनको लागि केही वस्तुहरू हाम्रो खोल्तीमा हाल्दिन पो सक्छन् कि, हाम्रो ब्यागमा हाल्दिन पो सक्छन् कि। त्यही भएर पहिला सुरु उनीहरूको खान तलासी गरेर हामीलाई फसाउनको लागि कुनै पनि कदम उनीहरूले चाल्न लागेका छैनन् भने ढुक्क भइसकेपछि चाहिँ आफ्नो खान तलासी गर्न दिने, त्यो सोध्न पाउने अधिकार छ तपाईलाई। र गर्न दिँदैनन् भने रोक्ने, रोकेर कानुनको कुरा गर्ने, छलफल गर्ने, राम्रो मुखले कुरा गर्ने अधिकार छ तपाईलाई। त्यो प्रयोग गर्न पाउनुहुन्छ। र अर्को, लास्ट बट नट द लिस्ट, प्रहरीहरुको यस्तै खालका फसाउने गतिविधिहरुबाट जोगिनको लागि चाहिँ सिक्रेटली मोबाइलले रेकर्ड गर्ने गर्नु, सिक्रेटली थाहा नपाउने गरी है। यस्तो कुनै कानुनै बनेको छैन कि प्रहरीको गतिविधिहरु रेकर्ड गर्न नमिलोस्। यो भिडियो तपाईलाई कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र शेयर गरिदिनु होला र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।